दाइ यसपालि मकवानपुर भोट कसलाई दिने तपाईँ पनि मकवानपुरको म पनि मकवानपुरकै मान्छे मकवानपुर भोट कसलाई दिने सोरे आना दिपक सिंहलाई द्याट्स अल फिनिस दिपक सिंह पुरै नगर दिपक सिंह त पुरानो पार्टीको मान्छे भयो नयाँ नयाँ भनिरहेको नि अहिले बाउ र तिम्रो बाउलाई पुरानो भन्ने मिलेन बाउ छोरा मिलेर गर्नुपर्छ हो कि कुनै काम सल्लाह यही हो दिपक सिंहलाई दिपक सिंह पुरानो होइन जित्छन् दिपक सिंहले आफैलाई सोच जित्छ त पहिला जितिसक्यो जो मान्छेसँग छल कपटै छैन जसले घुस खानै परेको छैन त्यस्तो मान्छेले नदियो कसलाई दिनु त चोरलाई दिनु त योभन्दा अगाडि काङ्ग्रेसले गठबन्धन गर्यो धेरै पार्टीसँग गठबन्धन गर्यो दिपक सिंहले जिते अहिले काङ्ग्रेसहरूले सिङ्गल सिङ्गल लडिरहेका छन् दिपक सिंहसँग झन् जित्छ काङ्ग्रेसले जित्छ होइन उसको काम नै जित्छ नि काङ्ग्रेसले जित्छु भन्ने मैले अझ मैले चाहिँ के भन्छ दिपकले 2.5 वर्षको सदनबाट पाउने कहाँबाट पाउने पैसा पनि चन्द्रको रोहित दाईलाई दिइदियो हो किनभने पैसा खाँचै छैन कि याद गर्नुभएको जसलाई चाहिँ पैसा खाँच नगएपछि यो एज भएपछि हामी 65-66 को एज हो हामीहरू है म राम्रो गर्छु भनेर अगाडि अलि देखाइसक्यो केही नहुँदाखेरि अब उसलाई चाहिँ दिएर चाहिँ राम्रो ठाउँमा पुग्यो भने के गर्छ त हेर्नलाई धेरै राम्रो हुन्छ भोट दिनु सबैले